आज एउटा सानो भिडियो बनाउन गइरहेछु। यो चाहिँ नेपालको चुनावको बेलामा एकदम भाइरल भएको एउटा स्टेटमेन्ट थियो होइन। बाटो बन्नु पर्यो, बाँधेर हुन्छ कि सुताएर, रोडमा सुताएर हुन्छ कि कसरी हुन्छ, छिटो टाइममा बन्नु पर्यो भन्ने। अनि एउटा थियो 41वटा कानुन फेर्नुपर्ने होइन। अनि यसमा चाहिँ अस्ट्रेलियामा कसरी कामहरू हुन्छ भन्ने कुरामा छोटो भिडियो छ। रातिको अहिले 11 बजिसक्यो। काम कसरी हुँदैछ? ल अहिले सबै यस्तो भइसकेछ। अस्ति 3 हप्ता अगाडि आउँदाखेरि रातिमा बनाउँदै थियो, अहिले पुरै चेन्ज भइसकेछ। हरेक कुराहरू हेर्नु त कस्तो राम्रो सडक बनाइसकेछ, हिँड्नको लागि फुटपाथ। अनि यो प्लान्टहरू, रुखहरू रोपेको छ सानो सानो, यो चाहिँ हिँड्नको लागि। यो रुख भयो, अब पारीतिर पनि बनाएको छ, यहाँ पनि त्यस्तै छ। यसरी रोपेको हुन्छ तल, यिनीहरूले सब मिलाएर गरिराखेको हुन्छ। हेर्नुहोस् त, यो चाहिँ साइकल लेन भयो। यहाँ अगाडिबाट चाहिँ साइकलहरू वारपार गर्नको लागि हो। यहाँ चाहिँ फुटपाथमा हिँड्ने मान्छेहरूको लागि, क्रस गर्नको लागि यसरी बनाइदिएको हुन्छ। बिचमा अगाडि पछाडि हेरेर, साइड हेरेर अनि क्रस गर्ने। यहाँबाट चाहिँ अर्को क्रस गर्ने हो पारी जानको लागि। यहाँ अगाडि चाहिँ एउटा बस स्टप बनाएको छ, बसहरू हिँड्नको लागि। यो बस स्टप भयो, यहाँ गाडी रोक्छ, अरू ठाउँमा चाहिँ रोक्दैन। यो ठ्याक्क बस स्टपमा मात्रै रोक्छ। पारीतिर पनि अर्को स्टप छ, ठ्याक्कै यही ठाउँमा मात्रै गाडी रोक्छ बसहरू, अनि चाहिँ हिँडिहाल्छ। यो चाहिँ राउन्ड रोबोट भयो। यहाँ चाहिँ राइटबाट आउनेलाई प्राथमिकता दिएर अनि आफू चाहिँ जान सकिन्छ। यो चाहिँ 3 हप्ताभित्र नै यस्तो राम्रो बनाइसकेछ। यो चाहिँ राउन्ड रोबोट हो, जक्सन 4तिरको। यसमा चाहिँ जहिले पनि राइटबाट आउनेलाई चाहिँ साइड दिएर मात्रै अरू गाडीहरू जान्छ। नेपालमा जस्तो जहाँ मन लाग्यो त्यहीँ छिराउन। हेर्नुहोस्, यहाँ सबै राइटमा आउनेलाई फर्स्ट प्राथमिकता दिएछ, अनि बल्ल मात्रै आफू जान्छ। त्यो राइटको नजाँदासम्म वेट गरेर बस्छ। त्यही भएर नेपालमा जो ड्राइभिङ गरेकोलाई यहाँ आएर चाहिँ एकछिन ड्राइभिङ गर्न पनि अलिकति अप्ठ्यारो हुन्छ। पुरै राइटलाई चाहिँ फर्स्ट प्रायोरिटी, एन्ड देन यु क्यान गो। अनि यहाँ हेर्न सक्नुहुन्छ, रोडको साइडमा भर्खर बनाएको हो। यो चाहिँ पुरै प्लान्टहरू लगाएको छ होइन, माटोहरू लिएर आएर हालेको छ, सबै बनाएको छ। सबै यो स्ट्रिट भयो। अनि यो लेफ्ट साइडमा चाहिँ सबै यो क्रसिङ गर्ने लेन बनाएको छ यहाँबाट पारी जानलाई। अनि यो रुखहरू रोपेको छ, प्लान्टहरू, सानो सानो प्लान्टहरू। यो चाहिँ फुटपाथ हो, यो हामी क्रस गर्नको लागि। यति छिटो काम गर्छ यहाँ, समयभन्दा पनि पहिल्यै सकाउँछ। जस्ट हाम्रो पनि सोच हुनुपर्छ समयमा